बन्दावास गार्डनको तर्फबाट सम्पूर्णमा हार्दिक न्यानो अभिवादन। आज तपाईँहरू समक्ष मुनलाइट फिलोडेन्ड्रन मुनलाइटको प्रोपागेसन गरेको भिडियो लिएर उपस्थित भएको छु। गर्मी लाग्न साथ फिलोडेन्ड्रनको प्रोपागेसनहरू पनि सुरु हुन्छ र यो तपाईँको प्योर नोट प्रोपागेटेड प्लान्ट हो र एउटा ठुलो प्लान्टलाई मैले तपाईँको 3 भागमा विभाजित गरेर रोपिरहेको छु। मल मिश्रणहरू साधारणतः म तयारी अवस्थामा गर्छु। लिफ मल बेसी प्रयोग गर्ने गरेको छु। लिफ मल, कोइला यसरी नै यी सबै कुरोहरूको मिश्रण तयार गरिसकेको थिएँ। यसरी रोपिसकेपछि तपाईँको यहाँ स्टिक पनि लगाउन गइरहेको छु। यो स्टिक लगाउनुको कारण चाहिँ के हो भनेदेखि तपाईँको प्लान्ट चाहिँ नहलियोस् भनेर। र यदि प्लान्ट हल्लिएको खण्डमा सेट हुनु गाह्रो हुन्छ। त्यसैले गर्दाखेरि एउटा बाँसको स्टिकले यसलाई सपोर्ट दिएर एउटा वा पोसिबल अलिक ठुलो प्लान्ट भएमा 2टा जस्तो पत्तालाई चाहिँ तपाईँको त्यो स्टिमलाई चाहिँ तपाईँको डोरीले हल्का बाँधेर राख्नुपर्ने हुन्छ। त्यसो गर्दा चाहिँ प्लान्ट हल्लिने डर हुँदैन र चाँडोभन्दा चाँडो सेट हुने गर्दछ। र यसरी नै तपाईँले फिलोडेन्ड्रनको कटिङहरू अब चाँडोभन्दा चाँडो सुरु गर्न सक्नुहुनेछ। यो अहिले मौसमले पनि एकदम साथ दिन्छ। विन्टर स्ट्रेसमा रहेको प्लान्टहरू अब बिस्तारै तपाईँको फिलोडेन्ड्रन प्लान्टहरू चाहिँ अब बिस्तारै हेल्दी हुँदै जान्छ र चेन्जेसहरू हुँदै जान्छ। र यदि कटिङ गर्ने ठुल्ठुलो प्लान्टहरू मदर प्लान्टहरू छ भने अब सुरु गर्दा एकदमै सही समय भएको तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। त्यसरी यो प्लान्ट पनि अलिकति यसको पनि मुभमेन्ट भइरहेकोले गर्दाखेरि सेट होस् भनेर मैले चाहिँ सिम्पल एउटा बाँसको स्टिकलाई लिएर डोरीले हल्कासँग ठक्क बाँधिदिनेछु र यसले गर्दाखेरि चाहिँ मुभमेन्ट हुँदैन र चाँडोभन्दा चाँडो सेट हुने गर्दछ। र यो भने तपाईँहरूको टप कटिङ मेरो एकदमै टप कटिङ हो र मलाई लाइक, सेयर, सब्सक्राइब गरिदिन अनुरोध गर्दछु।